एउटा छोटो सानो गाउने
आउँदैछन् सबै 121 नम्बर पनि गाउँ 121
हामी शान्त प्रार्थना गरौँ। जीवित परमेश्वर पिता, स्वर्ग र पृथ्वीका मालिक, हामी हजुरलाई धन्यवाद चढाउँछौँ जसले सब थोक बनाउनु भयो। तपाईँ नै परमेश्वर हुनुहुन्छ। तपाईँ प्रभुको पवित्र चरणमा झुकिआउनु, आज बिहानै पख सबेरै उठेर परमेश्वरको चरणमा आउनु, आफ्नो सृष्टिकर्ताको भजन स्तुति गान गाउनु। आज हामी जस्ता मानिस जातिको निम्ति पापले नाश भइसकेको हेविता बाटो बिराएका मानिसहरूलाई, विनाशमा जाँदै गरेका मानिसहरूलाई छुटकारा दिएर आफ्नै पवित्र रगतले किनेर आफ्नो बनाइकन परमेश्वरको सन्तान, सृष्टिकर्ता परमेश्वरको स्वर्गीय परिवारमा गाभेर हामीलाई यसरी यो सङ्गति गर्ने सौभाग्य अवसर हामीलाई दिनुभयो। यो जीवित परमेश्वर, चराचुरुङ्गीहरूले पनि, प्राणीहरू, जीवित जीवातहरूले पनि तपाईँ प्रभुको स्तुति गान गाउँछन्, तपाईँ प्रभुलाई नै महिमा दिन्छन्। प्रत्येक दिन दिनहुँ परमेश्वरको भजन स्तुति आज सृष्टिबाट पनि, सृष्टिका थोकहरूले पनि दिइरहेका छन्। हे जीवित प्रभु, तपाईँलाई महिमा दिने तत्त्वहरू तपाईँले बनाउनु भएको छ, थोकहरू बनाउनु भएको छ। सबै वातावरणलाई तपाईँले आफ्नो महिमा अनुकूल बनाउनुहुन्छ। हे जीवित प्रभु, आकाश पृथ्वीमा भएका कुराहरूले तपाईँलाई महिमा दिन्छन्। आज सृष्टिमा भएका कुराहरूबाट नै परमेश्वरत्वको सारा गुण देखा पर्दछ। अनि यी सबै कुराहरूलाई देखेर आज हामीले परमेश्वर आफ्ना सृष्टिकर्तालाई महिमा दिनु छ। प्रभु, हामीलाई यो सौभाग्य दिनुभयो, ख्रिस्टलाई चिन्न पायौँ। हाम्रो मुक्तिका निम्ति, हाम्रो उद्धारका निम्ति यो प्रबन्ध गरिएको यो महान बलिदान, आजभन्दा लगभग 2000 वर्ष अगाडि कल्वरी क्रुसमा भएको बलिदानको रहस्यलाई, आज परमेश्वरको प्रेमको रहस्य यसमा छ। यसलाई हामीले जान्न पायौँ। प्रभुजी, हामी हजुरलाई धन्यवाद चढाउँछौँ। तपाईँ महान प्रभुको ज्ञानद्वारा नै उद्धार, अनि यही ज्ञानले हामीलाई आशा दिन्छ। साँच्चै नै यीशु ख्रिस्टको सुसमाचारको ज्ञान आज हामी जस्ता पापी मानिसहरूलाई दिनुभयो। प्रभु, त्यति मात्रै होइन, यो ज्ञानले मात्रै त होइन, आज हाम्रो कामले पनि होइन, हाम्रा कर्महरूले होइन, हेबिता, तर तपाईँ प्रभुको अनुग्रह हामीले पायौँ। आज ख्रिस्ट येशूको सत्य सुसमाचारलाई स्वीकार गर्दा, विश्वास गर्दा, सरल रूपमा विश्वास गर्दा हामीले परमेश्वरको प्रशस्त अनुग्रह पायौँ। यही अनुग्रहद्वारा हाम्रो मुक्ति भएको छ, हाम्रो उद्धार भएको छ, हाम्रो पापको क्षमा भएको छ। हे जीवित प्रभु, धन्यवाद चढाउँछौँ। हाम्रा पिताजी, हामीलाई सहायता गर्नुभयो, यहाँसम्म रातभरि सम्हाल्नुभयो। अब नयाँ दिनमा नयाँ अनुग्रहको अनुभव गर्न दिइबक्सियोस्। तपाईँ प्रभुको उपस्थितिमा आनन्दको भरपुरी छ। तपाईँको उपस्थितिको आनन्दले हामीलाई भर्नुहोस्। तपाईँ प्रभुको स्तुति गानका शब्दहरूद्वारा पनि हामीसँग बात गर्नुभयो, आफ्नो महिमा लिनुभयो। वचनहरूद्वारा पनि हामीसँग वार्तालाप गर्नुहोस्। हाम्रो हृदयमा, हाम्रो अन्तस्करणमा हामी तपाईँको आवाज सुन्न सकौँ। यही त बाहिरी कानले मात्रै हामी सुन्ने इच्छा त गर्छौँ, तर हाम्रो दिमाग, हाम्रो विचार, हाम्रा हृदयका विचारहरू, हाम्रो मनहरू यताउता भड्किन सक्छन्। तर हाम्रो हृदयमा तपाईँ बात गर्नुभयो भने हामी जागृत हुन्छौँ। प्रभु, हाम्रो आत्मा जागृत हुन्छ, हामी विश्वासमा बढ्न सक्छौँ। हामीलाई सहायता गर्नुहोस्। तपाईँ प्रभुको वचन हामीलाई दिनुहोस्। आवश्यक उदाहरण, आवश्यक रेफरेन्सद्वारा तपाईँ बात गर्नुहोस्। प्रभु, प्रार्थना छ, आशिष चाहना गर्दै धन्यवाद सहित प्रार्थना चढाउँछौँ हाम्रा मुक्तिदाता प्रभु यीशु मसीहको नाममा पिता, सुनेर ग्रहण गर्नुहोस्। आमेन। अब यहाँको पाठन छ बिहानको, होइन? ठिक छ, हामी एफिसीको किताबबाट हामी केही कुरा मनन गरौँ। एफिसीको किताब यहाँ 6 अध्यायमा आउँछ। एफिसीको किताब 6 अध्यायको
13 पददेखि 18 पदसम्म हामी पालो गरी पढौँ है। जसले पाइन्छ नि पढ्दै जाउँ है त। म 13 पद पढ्छु, एफिसी 6 को 13 पद म पढ्छु, अनि जसले पाउनुहुन्छ 14, जसले पाउनुहुन्छ फेरि 15 गरेर पालो एक एकजना गरेर पढौँ। यसकारण खराब दिनमा सामना गर्न सक्नलाई र सबै कुराहरू गरेर खडा हुन सक्नलाई परमेश्वरका सारा हात हतियारहरू उठाओ। यसकारण खडा हो, तिमीहरूका कम्मर सत्यताले कस र धार्मिकताको कवच धारण गर। अर्कोले 15 अनि पाउहरूमा मेलमिलापको सुसमाचारको तयारीका जुत्ता लगाऊ। यी सबै बाहेक विश्वासको ढाल उठाओ, जसद्वारा दुष्टता सबै अग्निबाणहरू निभाउनलाई तिमीहरू समर्थ हुनेछौ। अनि मुक्तिको टोप र आत्माको दरबार, जो चाहिँ परमेश्वरको वचन हो, ल्याऊ। सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर, अनि एकैका निम्ति सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागर हो। यति हामी पढ्नेछौँ। प्रभुले सहायता गर्नुभएको छ, हामीले प्रार्थना गरेका छौँ, प्रभुले सहायता गर्नुभएको आत्माद्वारा हामीले पवित्र आत्माद्वारा नै सबै कुराहरू बुझ्न सक्नेछौँ। परमेश्वरकै आत्माले हामीलाई सिकाउनुहुन्छ, हामीलाई विश्वास छ। अनि परमेश्वरले यहाँ चाहिँ हामीलाई के कुरा दिनुभएको छ, एफिसीको पत्र परमेश्वरको दास पावलले अनि यहाँ लेखे, अनि पावलद्वारा यो कुरा दिइयो कि परमेश्वरका विचारहरू। अब यहाँ चाहिँ के भन्छ, खराब दिनको सामना गर्न सक्नलाई भनेर यहाँ 13 पदमा लेखेको छ। खराब दिनको सामना भन्ने बित्तिकै हामी के बुझ्छौँ, अब दिनहरू चाहिँ राम्रा दिनहरू आउने होइन रहेछन्। अब विश्वासीहरूको निम्ति यो अनुग्रहको समय भनेर हामीले अनुग्रह देऊ हामीलाई भनेर हामीले गायौँ। अनुग्रह किन चाहियो, किन भन्दाखेरि हामी आफ्नै शक्तिले चाहिँ हामी सक्दैनौँ। आफ्नै शक्तिले हामी यो सबै कुराको सामना गर्न, यो खराब दिनहरू, सङ्कटका दिनहरू जो पृथ्वीमा आइरहेका छन् हाम्रो जीवनमा, अनि हरेक किसिमका आत्मिक दुष्टताका प्रभावहरू छन्, आत्मिक दुष्टताका प्रभावहरू हाम्रो जीवनमा आउँछन्। यी सबै कुरा सामना गर्नलाई हामीमा आफैमा शक्ति हुँदैन। आफैमा हामीलाई शक्ति नहुने भएको कारणले चाहिँ अनुग्रह चाहिन्छ। हामी आफै सामना गर्न नसक्ने भएको कारणले प्रशस्त अनुग्रह हामीलाई चाहिन्छ। त्यसकारण अब त्यो खराब दिनको सामना गर्न सक्नलाई परमेश्वरका हात हतियार उठाउनु पर्ने रहेछ। विश्वासी जीवन चाहिँ त्यत्तिकै म विश्वास गरिहालेँ, मैले विश्वास गरिहालेँ, म बाँचेँ, अब मैले स्वर्गको एउटा कुना पाइहाल्छु भनेर त्यत्तिकै हामी सेलाएर, हामी त्यत्तिकै चाहिँ सङ्गति जाँदैमा, चर्च जाने आउने गर्दैमा हामी स्वर्गले चाहिँ हामी विश्वासी हामीलाई ठहराउँदैन। विश्वासी हामी आफै भनौँला, हामी दायाँ बायाँ मानिसहरूबाट यी विश्वासीहरू हुन्, यी क्रिस्चियनहरू हुन् भन्लान्, यी इसाईहरू हुन्, यी त बाइबल च्यापेर चर्च जान्छन् भन्लान्। मानिसहरूको नजरमा त हामी इसाई बन्न सजिलै छ, तर परमेश्वरले चाहिँ कस्तोलाई इसाई भन्छ, परमेश्वरत्वको सारा परिपूर्णताले तिमीहरू पूर्ण हो भनेर भनेको छ। अब त्यहाँ चाहिँ प्रभु यीशु ख्रिस्टमा भएको परिपूर्णता, परमेश्वरत्वको गुण होइन, परमेश्वरको गुण जब हामीमा आउँछ, हामीमा फल देखा पर्छ, हामीमा विश्वासी हो भन्ने गुण देखा पर्छ, प्रमाण दिन्छौँ नि त विश्वासीको होइन। विश्वासमा छौँ कि छैनौँ त्यो प्रमाण दिनु छ। अनि त्यो चाहिँ दोस्रो कोरिन्थी 13:5 लेखेको छ, तिमीहरू विश्वासमा छौ कि छैनौ, प्रमाण देऊ भन्छ। अब प्रमाण छैन भने त कसरी तिमीहरू विश्वासी भन्छौ त भनेको नि होइन। आफैलाई जाँचेर अब म विश्वासी हो कि होइन भनेर हामीले आफैलाई जाँच्नु छ, अनि आफ्ना गुणहरूद्वारा त्यो प्रमाण पनि दिनु छ। अब त्यसको निम्ति त विश्वासी हो भने उसले चाहिँ के गर्छ अरे, अब यहाँ चाहिँ ऊ चाहिँ सत्यतामा खडा भएको हुन्छ। यहाँ 14 पद, तिमीहरूको कम्मर सत्यताले कस, सत्यतामा खडा हुन्छ। चाहे मर्नु परोस्,
चाहे एकदम त्यहाँ चाहिँ धेरै किसिमका विरोधहरूको सामना गर्नु परोस्, चाहे सताइनु परोस्, चाहे कष्टमा हामी कष्टमा जानु परोस्, हामीले संसारमा धेरै प्रकारका दुःख भोग्नु परे तापनि, सत्यतामा उभिँदाखेरि दुःखै आए तापनि, कष्ट आए तापनि, मृत्यु आए तापनि हामी सत्यतामा उभिने एउटा चाहना, भित्र हृदयको चाहना चाहिँ म सत्यतामै खडा हुन्छु, म झुटसँग झुक्दिनँ, झुटसँग साझेदार म हुन सक्दिनँ भन्ने एउटा निर्णयमा, त्यो चाहिँ भित्रपट्टिको निर्णय हो, भित्र आत्माको निर्णय हुन्छ म झुटमा कदापि झुक्ने छैन भनेर। त्यो चाहिँ के हो? सत्यताले कम्मर कस्नु हो। कम्मर कसेको छ भने ऊ गिर्दैन, होइन? आज हामी गाह्रो काम गर्नलाई, भारी बोक्नलाई कतै जाँदैछौँ, हामी पटुका कसेर जानु पर्यो नि, नत्र कम्मर कमजोर छ भने त्यो मान्छेको शक्ति, त्यो त्यत्रो भारी उठाउने शक्ति छैन भने, केही शक्ति कम्मर कस्नाले पाइन्छ, केही शक्ति बढ्छ कम्मर कस्नाले। कम्मर कसेको छैन भने है हामी लोट्न सक्छौँ। यस कारणले पटुका कसेर काम गर्थे नि हाम्रा बुढापाकाले, हाम्रा बाबुबाजेहरूले। पहिलाको जमानामा पटुका कस्ने चलन थियो होइन। कसरी बिहान उठेर एकदम लामो पटुका चाहिँ टनी कस्थे। अहिले खोइ कम्मर कस्ने चलन छैन। अनि त्यहाँबाट कम्मर कस्नु भनेको के हो अहिले त बुझ्नु पनि गाह्रो छ। त्यस कारणले बेल्ट अथवा कम्मर पेटी बाँध्नु भनेर भन्छ, यो चाहिँ सत्यताको कम्मर कस्ने पटुका रहेछ है। सत्यतामा म खडा हुन्छु भने। अनि धार्मिकताको कवच, धार्मिकता चाहिँ एउटा छाती पाता बन्ने रहेछ है। छातीमा लाउने एउटा फलामको पाता, जो गोली पनि नचिरोस् भनेर आर्मीहरूले एकदम त्यो हतियारहरू कुनै पनि छेड्ने कुराहरूले नछेडोस्, छातीमा असर नपरोस् भनेर लडाइँ गर्न, सामना गर्न जाँदा अनि ढुङ्गाले हानी पनि त्यही कवचबाट, छातीपाताबाट लागेर फर्किन्छ ढुङ्गा पनि, गोली पनि छिर्दैन। त्यस्तो प्रकारको सिसाको अथवा फलामको अहिले त्यो छातीपाताहरू दिइन्छ, अथवा त्यहाँ चाहिँ गोली पनि नछिरोस् भनेर त्यो लगाइने, छातीमा लगाइने पाता। यो चाहिँ के को रहेछ? धार्मिकता। हामी धार्मिकतामा खडा भयौँ अथवा असल कामहरूमा लागि पर्यौँ भने, असल कामहरू गर्दै रह्यौँ भने, असल कामले चाहिँ हामीलाई एकदम यो छाती जोगाउने, मतलब हाम्रो हृदय जोगाउने कुरा रहेछ नि त होइन। छाती भन्ने बित्तिकै हामी हृदय, हामी मन भनेर सम्झिन्छौँ, बुझ्छौँ। हाम्रो मनका विचारहरूमा हमला नहुने रहेछ। हामी यदि धार्मिकतामा हामी खडा भयौँ भने हाम्रा मनका विचारहरू यताउता नलाग्ने रहेछ। संसारका हरेक खराब कुराहरूमा, हरेक व्यर्थका कुराहरूले हाम्रो मनलाई ढाक्न खोज्छ। हाम्रो मनमा आशा हराएर जान्छ, हामी निराश हुन्छौँ। अनेक निराशाका कुराहरूले हामीलाई ढाक्छन्। यदि हामीले कसैको भलाइ गर्दैछौँ, कोही बिमारी छ हामी भेट्न जाँदैछौँ, कोही असहाय छ हामीले उसलाई सहायता गर्दैछौँ, सहारा दिँदैछौँ, कोही विधवा छ उसको देखभाल गर्दैछौँ, उसको विचार गर्दैछौँ, कोही चाहिँ अनाथहरू छ, टुहुरा टुहुरीहरू छ, तिनीहरूको विचार गर्दैछौँ, कोही विश्वासमा लडखडाइरहेको छ, कमजोर भइरहेको छ, किन आशा हराउँछौ, किन निराश हुन्छौ? सङ्गतिमा जाउँ न, प्रभुले बल दिनुहुन्छ होइन। प्रभुको चरणमा परौँ न, हामी प्रार्थना गरौँ न, यहाँ घुँडा टेकौँ, प्रभुले बल दिनुहुन्छ, प्रभुले आत्मविश्वास बढाइदिनुहुन्छ, तिमीलाई शक्ति दिनुहुन्छ। तिम्रो एउटा यो हालतमा, यो समस्याको अवस्थामा प्रभुले सहायता गर्नुहुन्छ, किन निराश हुनु? हामी घुँडा टेकौँ, हामी प्रार्थना गरौँ भनेर हामीले कसैलाई भन्दैछौँ। यो पनि एउटा भलाइको काम, धार्मिकताको काम हो। यो एउटा बलियो धार्मिकताको काम हो। प्रभुले निराशामा परेकाहरूलाई उत्साह दिन चाहनुहुन्छ तपाईँ हामी मार्फत। हामी आफ्नो विश्वासलाई जोगाउने, आफ्नो विषयमा होसियार रहने र हामी भलाइ गर्ने, धार्मिकताका कामहरू गर्ने। धर्मका कामहरू भनेको यिनै हुन्। जब प्रभुमा भएर धर्मका काममा हामी लाग्छौँ। धर्मका काम भन्ने बित्तिकै अब धर्मका कामले मात्रै चाहिँ उद्धार त दिँदैन। कसैलाई भलाइ गर्दैमा, कसैलाई उत्साह दिँदैमा, कसैलाई सान्त्वना मात्रै दिँदैमा त उद्धार गर्ने होइन। उद्धार त प्रभुले हाम्रो आफ्नो रगतले गरिसक्नु भयो। आफ्नो रगतद्वारा हामीलाई पापहरूको क्षमा दिएर, पापहरू मेटाइदिएर उद्धार गरिसक्नु भएको छ। त्यो विश्वास हामीमा छ। त्यो विश्वासमा हामी छौँ भने
हाम्रो उद्धार भएको छ। उद्धारको लागि हामी धार्मिकताको काम गर्दैनौँ होइन, उद्धारको लागि हामी धार्मिकताको काम गर्दैनौँ, तर हामी के को लागि गर्दो रहेछौँ? सुरक्षाको लागि, आफ्नै सुरक्षा, आफ्नै आत्माको सुरक्षा अनि अरू धेरै आत्माहरूको सुरक्षा। हाम्रो धार्मिकताले अरू धेरैलाई खिचेर पनि ल्याउँछ होइन, धार्मिकतामा ल्याउँछ नि त। यस कारणले धार्मिकताले चाहिँ आफूलाई जोगाउने अरूलाई पनि जोगाउने काम गर्छ। प्रभुमा भएर हामीले धार्मिकताको काम गर्दै जानु छ। अनि त्यो चाहिँ रहेछ छातीपात। अब पाउहरूमा मेलमिलापको सुसमाचारको जुत्ता, मेलमिलापको सुसमाचारको तयारीको जुत्ता भन्नु। अब मेलमिलापमा जब हामी सङ्गति गर्छौँ, मेलमिलाप एउटा शान्ति, मेलमिलाप र शान्ति एकै कुरा हो, एउटै कुरा हो। जब हामी शान्तिमा रहेर सुसमाचारको प्रचार गर्छौँ, त्यो चाहिँ के रहेछ? जुत्ता। जब मेलमिलापको काम गर्दै जान्छौँ नि, हाम्रो पाउहरू मैला नहुने रहेछ। जुत्ता लाउने पाउहरूमा केही काँडाले घोच्दैन, पाउहरू मैला पनि हुँदैन होइन। अब पाउहरूमा जुत्ता पनि चाहिन्छ नि त, नत्र त काँडाले घोच्न सक्छ, ऐया हात हुनसक्छ, हरेक किसिमका। विशेष गरी चाहिँ पाउहरू मैला नहुन्, पाउहरूमा चाहिँ एकदम पाउ सफा रहन् भनेको मतलब चाहिँ अब त्यहाँ चाहिँ प्रभु येशूले नि पाउ धोइदिनु भयो नि होइन, पाउ मैला नहुन् भनेर धोइदिनु भयो। अब पाउ किन धुनुपर्छ भनेर, प्रभु मेरो त शिरदेखि नै धोइदिनुहोस् भन्दै थियो पत्रुसले होइन। शिरदेखि नै धुनु आवश्यक छैन, किनभने मैला चाहिँ छिट्टै मैला हुने चाहिँ पाउ हो, पाउ चाहिँ धोइनुपर्छ। शिरदेखि त धोइदिइसक्नु भएको छ प्रभुले। प्रभुको पवित्र रगतले, प्रभुको बलिदानको त्यो विश्वासद्वारा, बलिदानमा गरेको विश्वासद्वारा हामी शिरदेखि पाउसम्म हाम्रो सारा जीवन धोइएको छ। तर पाउ चाहिँ घरिघरि मैला हुने सम्भावना हुन्छ भनेर प्रभुले भन्नुभयो। किनभने यो संसारका प्रभावहरू, दुष्प्रभावहरू हाम्रा छिट्टै हाम्रो जीवनमा घरिघरि आउने सम्भावना त्यो हुन्छ, किनभने शरीर यहाँ भएको कारणले गर्दा। अनि पाउ धोइनुपर्छ भनेको मतलब एउटा पाउ धोइनुले हृदय शीतल पार्ने कुरा पनि सङ्केत गर्ने कुरा छ। मनमा शान्ति दिने, शीतलता दिने। त्यहाँ कुनै कुराले मन भड्काउन लाग्यो यताउता, अब त्यो आत्मिक पाउको पनि एउटा आत्मिक रहस्य छ नि त होइन। मनमा कुनै दुविधा आउन लाग्यो, मनमा कुनै दायाँ बायाँ लाग्ने, हृदयमा कुनै विचारहरूमा हामी भड्किन लाग्यौँ, कतै अशुद्धता आउन लाग्यो भने प्रभु पवित्र रगतले छिट्काउ दिनुहोस्, प्रभुको रगतको छिट्काउ म चाहना गर्छु भनेर, प्रभुको रगतको छिट्काउमा ल्याउँछु म आफैलाई भनेर आफैलाई प्रभुको चरणमा सुम्पिहाल्ने, प्रभुको रगतको स्मरण गरिहाल्ने गर्दाखेरि चाहिँ हामी जित्छौँ त्यो कुरा। यहाँ प्रकाशको किताबमा शत्रुलाई जित्नको निम्ति के कुरा छ? प्रभुको पवित्र रगतको कुरा यहाँ आएको छ। हेर्नुहोस् त, यहाँ प्रकाशको किताब 12 अध्याय। हामीलाई शत्रुले चाहिँ हाम्रो पाउ मैला भइहालुन् भनेर सकेसम्म कोसिस गरिरहेको हुन्छ हामीलाई अशुद्ध पार्नको निम्ति। र यहाँ 12:11 पद पढौँ त। प्रकाश 12:11। अनि उनीहरूले त्यसलाई थुमाको रगतद्वारा र आफ्नै गवाहीको वचनद्वारा जिते। अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणहरूलाई प्रेम गरेनन्। आफ्नो प्राणलाई प्रेम गरेनन्। यो शरीरको प्राण, शरीरपट्टि लाग्ने प्राणलाई प्रेम गर्नुपट्टि लागेनन्, तर के गरे यिनीहरूले प्रभुको रगतद्वारा, थुमाको रगत भन्नाले प्रभु येशूको रगतद्वारा, अनि आफ्नो गवाहीको वचन भन्ने बित्तिकै आफ्नो एउटा असल चालहरू, असल सुसमाचारीय जीवन, एउटा गवाहीको जीवन जिएर, साक्षीको जीवन, म ख्रिस्टको जन हुँ भनेर जिएर देखाए। प्रभुका जनहरूले असल कामहरूद्वारा, आफ्नो व्यवहारहरूद्वारा, असल व्यवहारहरूद्वारा देखाए। अनि त्यहाँ शत्रुको कुनै अधिकार रहेन उनीहरूको जीवनमा। शत्रुलाई जिते उनीहरू। अब संसार चाहिँ यो शत्रुको वशमा छ, शैतानिक सामर्थहरूको अधीनतामा छ। अनि हाम्रो शरीर पनि यहीँ छ नि त होइन, यहीँ शरीरमै छ, यो संसारमै छ हाम्रो जीवन। त्यस कारणले हामी छिट्टै हामीलाई मैला पार्ने, हामीलाई अशुद्ध बनाउने काम गर्न सक्छ। हामीले प्रभुको रगतको याद गरिरहनुपर्छ। अनि यो चाहिँ हामी शान्तिमा बस्यौँ भने त्यो सम्भव छ।
शान्तिमा रह्यौँ, सबैसँग मेलमिलापमा रहनु भनेको एउटा साक्षीको जीवन हो। साक्षीको जीवनद्वारा चाहिँ सुसमाचार प्रचार भइरहेको हुन्छ, एउटा असल जीवन। अनि त्यो चाहिँ रहेछ हामीलाई अशुद्ध हुनदेखि बचाउने कुरा होइन। अर्को कुरा के छ? विश्वासको ढाल। यो पनि महत्त्वपूर्ण छ। अब विश्वासको ढाल, कवच, यो एउटा शिरमा लाउने के अरे माफ गर्नुहोस्, यो चाहिँ विश्वासको ढाल भन्ने बित्तिकै हामी अगाडि खडा भएर अगाडि समात्ने कुरा, ढाल समात्छ नि होइन लडाइँमा जानेहरूले। ढाल भन्नाले ठुलो छेकबार भनौँ न, छेक्ने कुरा। अनि आफ्नो जीवनलाई छेक्ने कुरा रहेछ विश्वास, मतलब बचाउने, रक्षा गर्ने कुरा रहेछ विश्वास। अनि विश्वासद्वारा चाहिँ अर्को कुरा नि भन्छ के अरे अग्निबाण निभाउनलाई समर्थ हुनेछ। त्यो बाणहरू, अग्निबाणहरू चाहिँ शत्रुद्वारा जुन हाम्रो विरोधमा आइरहेको हुन्छ, हाम्रो विश्वासै टुट्यो भने त हाम्रो जीवनै नाश भयो नि त होइन। विश्वासद्वारा नै हामीले त्यो परमेश्वरको अनुग्रह पाउँछौँ। विश्वासद्वारा अनुग्रहले तिम्रो उद्धार भएको छ भन्छ। विश्वासद्वारा हामीले प्रभुको प्रशस्त अनुग्रह पाउनु छ। विश्वासलाई बचाइराख्नु छ। विश्वास नै हाम्रो जीवन आधारित गर्ने कुरा हो। विश्वासमा नै हाम्रो जीवन आधारित छ। विश्वासीको जीवन विश्वासमा आधारित छ। अनि विश्वासद्वारा नै हामी प्रभुको पथमा हामी ठिकसँग हिँड्न सक्छौँ। यदि अग्निबाणहरू आए, शत्रुका अग्निबाणहरूले हामीलाई छेड्न खोजिरहेका छन्, यसको मतलब विश्वासबाट हामीलाई पल्टाउन खोजिरहेको छ। विश्वासी जीवनबाट हामीलाई नाश पार्न खोज्छ। त्यसको निम्ति हामीले विश्वासलाई बचाइराख्नु छ। अब विश्वासलाई बचाइराख्नलाई के गर्नु पर्यो? हामीले प्रभुको वचन मनग्य हामीले याद गर्नु पर्यो। प्रभुको वचनलाई हामीले ध्यान दिनु पर्यो। प्रभुको वचनलाई दिनरात हामीले पढ्ने, मनन गर्ने, सुन्ने, यो कुरामा विश्वासमा हामी रहिरहन सक्छौँ। रोमी 10 अध्यायको 17 पदमा लेखेको छ होइन, प्रभुको वचनको सुनाइद्वारा विश्वास आउँछ भने। यस कारणले अब विश्वास चाहिँ सुनाइद्वारा, सुनाइ चाहिँ प्रभुको वचनद्वारा भन्छ नि। परमेश्वरको वचनलाई हामी जति सुन्छौँ, मनन गर्छौँ, ध्यान दिन्छौँ, अनि हामी सफलता पनि पाउँछौँ। त्यो प्रभुको पथमा हामी अगाडि बढेर जान्छौँ। प्रभुको वचनले यहोशूको किताबमा प्रभुले के भन्नुभएको छ? 1:8 पढौँ त झट्टै। यहाँ हेर्नुहोस्, यहाँ दिनरात त्यो कुरामा मनन गर्नु अनि तिमी सफल हुनेछौ। त्यो प्रभुको व्यवस्थाका वचन भनेको मतलब प्रभुका विधि विधानहरू, प्रभुका नियमहरू, प्रभुका आज्ञाहरूको कुराहरूलाई। यहोशू 1:8 पद। व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्, तर तिमीले दिनरात यसमाथि दिनरात ध्यान गर्नु। फलस्वरूप तिमीले यसमा लेखिएका सबै कुराहरू अनुसार होशियार साथ पालन गर्न सक्नेछौ। तब मात्रै हामी दिनरात ध्यान गर्यौँ, दिनरात प्रभुको वचनलाई मनमा, हृदयमा राख्ने प्रयास गर्यौँ, सुन्ने प्रयास गर्यौँ, मनन गर्ने प्रयास गर्यौँ भने बल्ल हामी पालन गर्न सक्नेछौँ। अनि किनकि तब नै तिमीले आफ्नो मार्ग सफल तुल्याउनेछौ। अनि बल्ल हाम्रो मार्ग सफल हुनेछ। विश्वासको मार्ग, हामी विश्वासको यात्रा गर्दैछौँ, विश्वासमा भएर यात्रा गर्दैछौँ। यो यात्रा पुरा गर्नु छ। यसको निम्ति वचन, आज वचनप्रति मान्छेको चासो हराउँदै गएको छ। विश्वासीहरूको पनि चासो हराउँदै गएको छ। के कुराले गर्दा? किनभने धेरै अग्निबाणहरू, शत्रुका अग्निबाणहरू हाम्रो विरोधमा छन्। अनि हरेक दुष्प्रभावहरू, संसारका दुष्प्रभावहरू छन्। हरेक व्यर्थताले हामीलाई ढाक्न खोज्दैछ होइन। व्यर्थता चाहिँ त्यसो देखिने गरी, त्यस्तो प्रकारले एकदम हामीलाई स्पष्ट थाहा हुने गरी आउँदैन व्यर्थताका कुरा। यो त राम्रै हो नि, यति सुनिहालौँ न, यो त राम्रै कुरा हो नि, यति हेरिहालौँ न होइन, यो त राम्रै हो नि। यहाँ चाहिँ मान्छेहरूको बिचमा अलिकति राम्रा कुरा गर्दैमा के फरक पर्छ र? अनि हामीले राम्रा कुरा भन्दै, राम्रा कुरा हेर्ने भन्दै, राम्रा कुरा सुन्ने भन्दै, राम्रा कुरामा, राम्रो ठाउँमा जाने भन्दै, राम्रो काम गर्ने भन्दै हामीले समय, प्रभुको वचनको समयलाई हामीले अन्यत्र फेर फालिरहेका हुन्छौँ। अनि व्यर्थताले ढाकिहाल्छ। आज त घरघरै कोठामै बसेर मान्छे व्यर्थतामा परिरहेको हुन्छ। हातमै आज सारा संसार छ, मोबाइल छ, मोबाइलमा सारा संसारका कुरा छन्। संसारबाट राम्रो कुरा नि आउँछ, नराम्रो कुरा नि आउँछ। सारा दुनियाँ छ मोबाइलमा।
त्यो राम्रो पनि आउँछ, नराम्रो पनि आउँछ, हरेक कुरा आउँछ। तर राम्रै कुरा पनि हेर्ने सुन्ने लत लाग्यो भने राम्रै कुराले नि हामीलाई परमेश्वरबाट टाढा गराइदिन्छ। त्यो हाम्रो निम्ति के हो? व्यर्थता हो नि त, होइन? धेरै समय परमेश्वरको वचनमा बिताउनु पर्ने कुरामा चाहिँ नदिएर, परमेश्वरको वचनको निम्ति समय नदिएर अनेक राम्रा कुरा भन्दै, समाचार भन्दै, के भन्दै हामीले बढी समय हामीले व्यतीत गऱ्यौँ भने त्यो राम्रै कुरा नि हाम्रो निम्ति व्यर्थता भन्छ। व्यर्थतामा मन लाउनेहरूले आफ्नो कृपा निधानलाई त्याग्छन् भन्छ। योनाको किताब, पुरानो नियमको योनाको किताबमा 2 अध्यायको 8 पद हामीले पढ्यौँ भने त्यहाँ यो कुरा देख्छौँ, झुटा व्यर्थतातिर मन लाउनेहरूले चाहिँ आफ्नो कृपालाई त्याग्छन्। जब व्यर्थता, यो चाहिँ सार्थक छैन, मेरो जीवनको निम्ति कुनै अर्थ छैन, मलाई जीवन दिने कुरामा यसले कुनै अर्थ राख्दैन भन्ने कुरा लाग्यो भने त्यो कुरामा हामीले मन लाउनु नहुँदो रहेछ। त्यसलाई भन्छ झुटा व्यर्थता, जुन कुराले हाम्रो जीवनलाई अलिअलि गर्दै नाश पारिरहेको छ। त्यो कुराले, झुटा व्यर्थताका कुराहरूले चाहिँ हामीलाई प्रभुबाट अलग पार्छन्। पढौँ त, योना 2:8। जसले झुटा व्यर्थताहरूतिर ध्यान दिन्छन् तिनीहरूले आफ्नै कृपालाई त्याग्छन्। हेर्नुहोस् त, आफ्नै कृपा निधानलाई त्याग्छन्। कृपा चाहिँ परमेश्वरबाट आउँछ अनि कृपाद्वारा नै हामीले क्षमा पाउँछौँ। परमेश्वरको कृपा छैन भने परमेश्वरको क्षमा पनि छैन हाम्रो निम्ति। यदि हामी कृपा पाउनको निम्ति योग्य बन्नु छ भने परमेश्वरको कृपाहरूद्वारा, होइन, हामी सम्हालिन्छौँ, हामी विश्वासमा यो जीवन जिउन सक्षम बन्छौँ। किनभने हामीलाई हरेक अशुद्धताबाट प्रभुले शुद्ध पार्दै बढाउनुहुन्छ। अनि हामी यहाँ चाहिँ अर्को कुरा देख्छौँ, मुक्तिको टोप र आत्माको तलवार, जो चाहिँ परमेश्वरको वचन हो। अब मुक्तिको टोप भन्ने कुरा आउँछ, अनि विश्वास छ हामीमा, शान्ति र मेलमिलापको जीवन छ हामीमा, सत्यताको जीवन छ, धार्मिकताको जीवन हामी जिरहेका छौँ भने अब मुक्तिको टोप पनि हामी पहिरिन्छौँ। मुक्तिको टोप पनि सँगसँगै आउने कुरा हो। त्यो चाहिँ के हो? हाम्रो आशा हो। हामी परमेश्वरमा आशा राख्छौँ भने यो मुक्तिको टोप पहिरिरहेको हुन्छ। थेसलोनिकाको पत्रीमा यो विश्वासमा आशा पनि छ नि त, होइन? थेसलोनिकीको पत्रीमा यहाँ आउनुहोस् त, मुक्तिको आशा रूपी टोप भनेर यहाँ बताइएको छ। 5 अध्याय, पहिलो थेसलोनिकी 5 अध्याय 8 पदलाई पढौँ। पहिला थेसलोनिकी 5 अध्यायको 8 पद। तर हामी चाहिँ जो दिनका हौं, विश्वास र प्रेमको कवच अनि मुक्तिको आशा रूपी टोप। मुक्तिको टोप भनेर त्यहाँ रोमीमा लेखिएको छ भने यहाँ चाहिँ के लेखेको, के अरे एफिसी 6 अध्यायमा हामीले मुक्तिको टोप मात्रै देख्यौँ। तर यहाँ चाहिँ के लेखेको रहेछ? मुक्तिको आशा रूपी टोप पहिरिएर सचेत रहौँ, होइन? मुक्तिको आशा रूपी टोप, आशाको कुरालाई पो टोप भनेको रहेछ, मुक्तिको टोप भनेको रहेछ। आशा छैन भने त मुक्तिको टोप छैन। प्रभुमा आशा, त्यो अनन्त जीवनको आशा, त्यो नदेखिने राज्यको आशा, हामीले त्यो आशामा जिउन जान्यौँ भने, प्रभुतिर हाम्रो हृदयले यदि आशा लगाइरहेको छ भने तब हामीले चाहिँ त्यो टोप पहिरिन्छौँ। यसको मतलब जब प्रभुतिर आशा राख्छ नि, यो दिमागमा, यो टाउकोमा लाउने कुरा हो टोप, होइन? टाउकोमा लाउँछ टोप। यो दिमागमा चाहिँ नराम्रा कुराहरू, नराम्रा विचारहरूले काम गर्न पाउँदैन। शत्रुले यहाँ गुण लाउन पाउँदैन, किनभने टोप लगाएका छौँ, शिरलाई ढाकेका छौँ। कसरी शत्रुले काम गर्न सक्छ? कसरी शत्रुले हामीलाई नराम्रा विचारहरूले हामीलाई आक्रमण गर्न सक्छ? त्यसकारणले यो टोप चाहिँ जब हामी पहिरिन्छौँ, यसको मतलब आशा हामी प्रभुतिर राखिरहन्छौँ, त्यहाँ त हामीले टोपी लगाइरहेका छौँ। हाम्रो भित्र, हाम्रो दिमागमा नराम्रा विचारहरू आक्रमण गर्नै सक्दैन, किनभने प्रभुतिर हाम्रो आशा छ। अन्यत्र मानिसहरूको कुरामा हाम्रो आशा छैन। प्रभुले गर्नुभएको छ, हाम्रो जीवनमा महान काम गर्नुभएको छ,
त्यो उद्धारको दिनको निम्ति हामीलाई तयार पार्नु भएको छ। हाम्रो त्यही राज्यको निम्ति आशा छ। त्यहाँबाट प्रभु आउँदै हुनुहुन्छ। हाम्रो नागरिकता कहाँ छ भन्छ? स्वर्गमा छ। त्यहाँबाट आउनुहुने प्रभुको बाटो हामी हेर्छौँ भन्छ नि। फिलिपीको पत्रमा फिलिपी 3 अध्यायमा हेरौँ त। हामीले चाहिँ उहाँबाट आउनुहुने प्रभु येशूको बाटो हेरिरहेका छौँ। त्यही हो हाम्रो आशा। हाम्रो नागरिकता चाहिँ यहाँको होइन। 3 अध्यायको 20 पद पढौँ त। किनकि हजुर, हाम्रो नागरिकता स्वर्गमा छ, हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौँ। हामी बाटो हेर्छौँ। यही हो आशा। प्रभु येशू आउँदै हुनुहुन्छ, अब छिट्टै आउँदै हुनुहुन्छ भन्ने आशामा हामी जिरहेका छौँ। यही हो हाम्रो टोप। हामीले स्वर्गमा हामीले नाम लेखाएका छौँ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्नु, आशा राख्नु भनेको प्रभुमा हाम्रो नाम सुरक्षित छ। हाम्रो नागरिकता स्वर्गमा छ। हामी परमेश्वरको सन्तान बनेका छौँ। त्यहाँ हाम्रो नाम लेखिएको छ। प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्ने प्रत्येकले त्यहाँ नाम लेखाउँछ होइन। त्यहाँ हाम्रो नाम लेखिन्छ। अनि नाम छैन भने के हुन्छ? कसैले विश्वास गर्दैन, प्रभुमा आशा राख्दैन भने उसको नाम छैन। नाम नभएपछि के हुन्छ? त्यहाँ अग्निकुण्डमा जाओ, दोस्रो मृत्युमा जाओ भनेर फालिन्छ। दोस्रो मृत्यु अग्निकुण्ड, त्यो नरक कुण्ड। त्यहाँ भयङ्कर रुवावासी र दाराकिटाइ हुन्छन्। त्यहाँको आगो कहिल्यै निप्दैन, कहिल्यै पनि त्यहाँ पर्ने प्राण पनि खरानी हुँदैन, आगो पनि निप्दैन। अनि त्यहाँ चाहिँ भयङ्कर अनन्तको दण्ड छ। त्यहाँ चाहिँ नाम लेखिएको छैन भने त यति भयङ्कर दण्ड पो छ। अनि हामीले प्रभुमा आशा राखेको कारण, विश्वास राखेको कारण हाम्रो त्यहाँ नाम छ। त्यो पद पढौँ त। हाम्रो नाम हेरिन्छ अरे स्वर्गमा। अनि यहाँ प्रकाशको किताब 20 अध्यायमा कोही विश्वास नगर्ने कोही छ भने आज प्रभुमा विश्वास गरेर नाम लेखाइहाल्नुपर्छ। नाम दर्ता गरिहाल्नुपर्छ। प्रभु येशू ख्रीष्टमा विश्वास गर्नु, उहाँको नाममा विश्वास गर्नु, उहाँलाई आफ्नो प्रभु भनेर स्वीकार गर्नु चाहिँ के हो? नाम लेखाउनु स्वर्गमा। यहाँ 20 अध्याय प्रकाश 20 अध्यायको 15 पद पढौँ त। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, जसको नाम जीवनको पुस्तकमा, ख्रीष्टको जीवनको पुस्तक, स्वर्गको जीवनको पुस्तकमा लेखिएको पाइएन, त्यो आगोको झिलभित्र फ्याँकियो। हेर्नुहोस् कस्तो प्रकारको भयङ्कर दण्ड छ नाम नलेखिनेहरूको लागि। आज हामीले आशा राख्नु, परमेश्वरमा आशा राख्नु पायौँ। हामीलाई विश्वास लाग्यो। प्रभुले हाम्रो हृदयमा विश्वास जगाउनु भयो। प्रभुको वचन सुन्यौँ, सुसमाचारको वचन सुन्यौँ, हाम्रो हृदयमा विश्वास आयो। अनि हामीले प्रभुमा आशा राख्न थाल्यौँ। यो संसारको त 2 दिनको यो एउटा छाया जस्तो जीवन छ। हामीले जीविकोपार्जन गर्नु छ। हामी यहाँ बाँच्नको निम्ति हामीले खानु छ। खानुको लागि हामीले काम गर्नुपर्छ। हामीले मेहनत गर्दैछौँ, खाँदैछौँ, अनि प्रभुको महिमाको निम्ति मेहनत गर्छौँ। अनि विश्वासीहरूलाई यो पनि भनिएको छ, तिमीहरूले मेहनत गर्नु, परिश्रम गर्नु, ताकि कोही खाँचोमा परेकाहरूलाई दिनलाई तिमीसँग केही होस् भनेर पनि भनिएको छ। अब हामीले आफ्नो निम्ति मात्रै मेहनत गर्दैनौँ, अरूका निम्ति पनि जो खाँचोमा परेका छन् उनीहरूका निम्ति पनि मेहनत गर्छौँ। भनेको मतलब हामी यहाँ संसारमा चाहिँ एकदम मोज मजा गर्न सकौँ। हामी यो संसारमा चाहिँ एकदम धनी बन्न सकौँ। केही कुरा जोर जम्मा गरेर हामी धनी बन्न सकौँ। यो संसारमा ठुल्ठुला बिल्डिङ बनाउन सकौँ भनेर हामीले मेहनत गर्ने होइन रे। हाम्रो मेहनत, हाम्रो परिश्रम गराइमा फरक छ। हामीले स्वर्गको आशा लिएका छौँ। हाम्रो घर त्यहीँ छ, कहिल्यै नाश नहुने घर, त्यो जो चाहिँ हातले बनाएको होइन। हामी त संसारमा यात्री रहेछौँ, परदेशी रहेछौँ। परमेश्वरले त्यो घर हाम्रो निम्ति राखिदिनु भएको छ। त्यो आशा छ नि हामीलाई होइन। हिब्रूको किताबमा हेर्नुहोस् त। अब 1-2वटा हामी पढ्छौँ, झट्टै सकिहाल्छु म। यहाँ हिब्रूको किताब 11 अध्यायमा आउनुहोस् त। हिब्रूको किताब 11 अध्यायमा जो चाहिँ हातले बनाएको घर होइन। अनि हामी एउटा जग भएको सहरको बाटो हेर्छौँ। यहाँ चाहिँ 11को 10 पदलाई पढौँ।
किनकि उनले जगहरू भएको एउटा सहरको बाटो हेर्दथे, जगहरू भएको एउटा सहरको बाटो हेर्दथे, जसको रचना गर्नुहुने र बनाउनु हुने परमेश्वर नै हुनुहुन्छ। परमेश्वर नै हुनुहुन्छ, जसलाई बनाउनु हुने रचना गर्नुहुने परमेश्वर हुनुहुन्छ। त्यस्तो प्रकारको जग भएको सहर, त्यहाँ चाहिँ त्यो हातले बनाएको होइन भनेर यहाँ लेखिएको छ। किनभने त्यहाँ यो पनि पढाउँदा हामी यात्री र परदेशी रहेछौँ भनेर उनीहरूले मानिलिए। यहाँ चाहिँ कति पदमा 11 हिब्रू 11:13 यिनीहरू सबै प्रतिज्ञा गरिएका कुराहरू नपाइकन विश्वासमा मरे, तर तिनलाई टाढामा देखेर तिनको सम्बन्धमा निश्चित भए र तिनलाई अँगाले। अनि पृथ्वीमा त हामी परदेशी र यात्री रहेछौँ भनी उनीहरूले मानिलिए। परदेशी र यात्री रहेछौँ भनेर यो कुरामा एउटा यसको मतलब स्वर्गप्रति आशा छ, परमेश्वरको राज्य अनन्त राज्यको आशा छ। यो संसार चाहिँ 2 दिनको छाया जस्तो मात्रै रहेछ। केही दिन हामी यात्रा गर्नु आएका रहेछौँ, फेरि छोडेर जानु नै पर्छ। यस कारणले यहाँको आशा छैन। यहाँ चाहिँ थुपार्ने, धन सम्पत्ति थुपार्ने, यहाँ चाहिँ बनिने, यहाँ धनी बन्ने आशा छैन हामीलाई भनेर उनीहरूले त्यो कुरा प्रकट गरिरहेका थिए। विश्वासमा हुनेहरूले त्यो प्रकट गरिरहेका थिए। हाम्रो आशा त अनन्त राज्यप्रति छ। त्यो सहरको रचना गर्ने बनाउने परमेश्वर नै हुनुहुन्छ। दोस्रो कोरिन्थी यहाँ यो पनि लेखेको छ, त्यो चाहिँ हातले बनाएको होइन। त्यो घर यहाँ हामी परमेश्वरले हामी यहाँ चाहिँ 5:1 किनकि हामी जान्दछौँ हजुर यो डेरा रूपी हाम्रो पृथ्वीको घर ढल्यो भने स्वर्गमा हामीले सदा रहिरहने परमेश्वरको बाटोको भवन पाउँछौँ, जो हातले बनाएको घर होइन। यहाँ संसारमा मान्छेले हातले बनाएको जस्तो घर होइन। परमेश्वरले सदा रहिरहने भवन दिनुहुन्छ। हातले बनाएको त थोरै समयको लागि फेरि ढलिहाल्छ, तर परमेश्वरले हामीलाई कहिल्यै नाश नहुने भवन दिनुहुन्छ। यो कल्पनाको कुरा होइन, यो कुनै कथा कहानीको कुरा होइन। यसै संसारमा प्रभु यीशु ख्रीष्टले 1000 वर्ष राज्य गर्नेवाला हुनुहुन्छ। कसैले भन्लान् यो संसार त बितेर जान्छ अनि मात्रै प्रभुको राज्य आउँछ, होइन। यो संसार नबित्दै यो आकाश र यही पृथ्वीमा प्रभु यीशुले 1000 वर्ष राज्य गर्ने हो। तपाईँ हामी यो कुरा याद राख्नुपर्छ। हाम्रा प्रभुले अब बितेर जाने, तत्काल बितेर जाने भनेको मानिसहरूको राज्य हो, मानिसहरूको शासन हो। बितेर जाने अहिले तत्काल यो आकाश र पृथ्वी बितेर जाने होइन। 1000 वर्ष प्रभुको राज्य समाप्त भएपछि बल्ल आकाश र पृथ्वी हटेर जान्छ। त्यसपछि अनि सेतो सिंहासन बसालिन्छ। हामीले आकाशमा सेतो सिंहासन बसालिएको कुरा पाउँछौँ प्रकाश 20 अध्यायमा। अनि त्यहाँ चाहिँ उहाँले हरेक साना ठुला मरेकाहरूको न्याय गर्नको निम्ति प्रभु यीशु ख्रीष्ट त्यहाँ सिंहासनमा बस्नुभएको देखा पर्छ। 1000 वर्ष राज्य बितिसकेपछि हो यही शासनको अन्त गर्नलाई प्रभु आउने कुरा हो। अब यो शासनको विरोधमा चाहिँ आन्दोलन भइरहेको छ कि छैन भन्नु त? सारा संसारमा गरिएको शासनहरूको विरोधमा आन्दोलन भएको छ कि छैन? हरेक देशमा कसैलाई पनि चित्त बुझेको छैन मानिसहरूको शासन। ल हेर्नुहोस् त कस्ता मनहरू कसरी तयार हुँदैछ, हृदयहरू। यहाँको शासन हट्छ भन्ने कुराको सङ्केत कसरी मानिसहरूले दिँदैछ, कसरी यहाँको वातावरणले देखाउँदैछ, संसारको वातावरणले। लडाइँ र लडाइँका हो हल्ला। हरेक देश, हरेक जातिको विरोधमा, राज्यको विरोधमा, हरेक शासनको विरोधमा, शासन प्रबन्धको विरोधमा मान्छेहरू उठिरहेका छन्। यहाँको शासन चित्त बुझेन। मानिसको शासन मानिसलाई चित्त बुझिरहेको छैन। आन्दोलन भइरहेको छ। हाम्रै देशमा शासन सत्ता पल्टी, अरू देशमा शासन सत्ता पल्टिँदैछ। सबै देशहरूमा चाहिँ राजाहरू, बादशाहहरू, शासकहरूले, मन्त्रीहरूले गरेको शासन मन परिरहेको छैन। मानिसहरू आन्दोलन गर्दैछन्, मर्न तयार हुँदैछन्। यहाँको शासन भएन यो शासन होइन। यसको मतलब यो कुराको सङ्केत, सानो सानो सङ्केत पनि हामी पाइरहेको छौँ। यो सानो सङ्केत भनौँ,
प्रभुको राज्य आउने सङ्केत हो। यो जनाउ घन्टी हो। अब प्रभुको शासन छिट्टै छ। हे मानिसहरू हो, तिमीहरू धीरज धर। आज हामीलाई प्रभुले देखाइरहनु भएको छ, धीरज धर। अब मानिसको शासन समाप्त हुँदैछ, अब प्रभुको शासन आउँदैछ। यो कुनै मानिसले यसले के भन्दैछ भनेर रिसाउलान्, तर वास्तविक कुरा यही हो। यो वास्तविक कुरा हो। इतिहासमा एकजना पर्फेक्ट मान्छे, सिद्ध मान्छे आउनुभयो, प्रभु येशू ख्रीष्ट, जसले पापै नजान्ने मानिसको रूप धारण गर्नु। उहाँ कन्याकुमारीद्वारा गर्भधारण भएर कुनै बाउको रगत, कुनै पापी रगत उहाँमा सरेन। कुनै पापी रगतको सन्तान उहाँ हुनुहुन्न थियो। आदमद्वारा पाप सरेर आयो, उहाँ निष्पाप देहमा भएर आउनुभयो। कसरी? उहाँ परमेश्वरकै शक्तिले, परमेश्वरकै आत्माको सामर्थ्यले उहाँ मानिस बन्नुभएको थियो। छुट्टै मानिस, एउटा पापी मानिसहरूको बलिदानको निम्ति, पापी मानिसहरूलाई आफ्नै प्राणको बलिदान दिएर छुटकारा दिनको निम्ति एउटा निष्पाप मान्छे भएर आउनुभएको थियो भनेर सारा संसारले जान्नुपर्ने कुरा। अनि प्रभु येशू ख्रीष्टमा विश्वास राख्ने, आशा राख्ने भनेको चाहिँ एउटा विजयी जीवन जिउनलाई रहेछ है। हामीले विजयी जीवन जिउन सक्छौँ। अनि मुक्तिको आशारूपी टोप पछि के कुरा छ त्यति पढेर हामी बन्द गरिहालौँ। के कुरा छ हेर्नुहोस् त। अनि परमेश्वरको वचनको तलवार। अब परमेश्वरको वचन चाहिँ ल्याऊ रे, यो चाहिँ आत्माको तलवार हो। आत्माको तलवार अब पनि उठाउनु छ हामीले पनि। मतलब हामी लडाइँ गर्नलाई तलवार उठाउने होइन। हामी परमेश्वरको वचन धारण गरेर जब हामी हिँड्छौँ, प्रभुको वचनलाई याद गरेर हिँड्छौँ, कसैले पनि त्यो तरवारको सामना गर्न सक्दैन। त्यो दुईधारे तरवार हो। त्यो दुईधारे तरवार आफूलाई पनि हामीले काटछाँट गरिरहेका हुन्छौँ, आफूलाई पनि हामी चेक जाँच गरिरहेका हुन्छौँ, आफू पनि परमेश्वरको वचनअनुसार एउटा धार्मिकता असल कुराहरूमा प्रभुको बाटोमा हामी ठिकसँग हिँड्न सक्छौँ, सक्षम बन्छौँ। हामी आफै पनि एकदम सुरक्षित भएर हिँड्न सक्छौँ परमेश्वरको वचन भएपछि चाहिँ शैतानले कुनै प्रकारको दुविधाका कुराहरू ल्याएर, अनेक कुराहरू ल्याएर, अनेक शङ्का उपशङ्का ल्याएर हामीलाई नाश गर्न सक्दैन। प्रभुको वचन छ भने, प्रभुको वचनद्वारा नै प्रभु येशूले शैतानलाई जित्नुभयो होइन। वचनद्वारा नै जित्नुभयो उहाँले। वचन बोलेर नै प्रभुले शैतानको कुराहरूको सामना गर्नुभयो। हामीलाई पनि वचन चाहिँदो रहेछ। वचन छ भने हामी आफैलाई पनि बचाउँछौँ। वचन र शिक्षा आज्ञामा हामी रहेर हामी आफैलाई पनि बचाउँछौँ, अरूलाई पनि, हाम्रा कुरा सुन्नेलाई पनि बचाउँछौँ। ल हेर्नुहोस् त, त्यति पद पढौँ त। अनि त्यसरी हामीले जब त्यो कुराहरू गर्नु रे, अनि पहिला तिमोथी 4:16 झट्टै पढिदेऊ त नानी हो। पहिलो तिमोथी 4:16 यहाँ आफ्नो विषयमा अनि शिक्षाको विषयमा होसियार रह। आफ्नो विषयमा र शिक्षाको विषयमा त्यो परमेश्वरको आज्ञा हो, वचन हो, त्यस विषयमा होसियार रहनु रे। अनि तिनीहरूमा लागिरहनु, शिक्षामा लागिरहनु। किनकि यसो गर्नाले तिमीले आफैलाई र तिम्रा कुरा सुन्नेहरूलाई पनि बचाउने छौ। आज शिक्षामा गडबडी छन्। आज क्रिस्चियन भन्ने नाम मात्रै छ। कति शिक्षाहरू, बाइबल विपरीत शिक्षाहरू मान्छेहरूले सिकाउँदैछन्। तर एकदम होसियार, परमेश्वरको वचन र आज्ञाकारितामा हामी ठिक शिक्षामा हामी छैनौँ भने हाम्रो आशा नै हुँदैन होइन। हामी प्रभुमा आशा राख्नै सक्दैनौँ। अनि बाइबलले त्यो भएर होसियार भनेर भन्छ। हेर्नुहोस् त, यस कारणले हामी यो कुरामा लागिरह्यौँ भने बल्ल हामी प्रार्थना गर्ने हिम्मत आउँछ। हामी एकदम प्रभुमा आशा गरेर हामी आफ्नै विषयमा प्रार्थना गर्छौँ, अरूहरूको लागि प्रार्थना निवेदनहरू गर्दै रह्यौँ भने हामी जागृत भएर हामी आफै जागृत हुन्छौँ। जब हामी ठिक कुरामा छौँ, ठिक शिक्षामा छौँ, ठिक वचनमा छौँ भने हामी प्रार्थना गर्न सक्छौँ। हामी प्रभुमा आशा राखिरहेका हुन्छौँ, आफ्नै विषयमा होसियार भइरहेका हुन्छौँ भने अनि अरूहरूका निम्ति नै प्रार्थना गर्छौँ। अरूहरूको निम्ति प्रार्थना गर्दा पनि आफ्नै आत्मा जागृत भइरहेको अनुभव गर्छौँ। ल यति पद पढौँ, 18 पद। अब हाम्रो एफएसी, हाम्रो पाठमा एफएसी 6:18 पद पढ्देऊ नानी हो। सारा प्रार्थना र अन्तर्विन्ती गर्दै हर समय आत्मामा प्रार्थना गर अनि यसैका निम्ति
सारा प्रयत्न र सबै पवित्र जनहरूका लागि अन्तर्विन्ती गर्दै जागर हो। हेर्नुहोस्, पवित्र जनहरूका निम्ति प्रार्थना गर्नलाई अनि आत्मामा प्रार्थना गर्नलाई प्रयत्न गर अरे। हामी जब प्रार्थनामा बस्छौँ, प्रार्थनाले नै प्रार्थना सिकाउने हो। प्रार्थनामा बस्दै बस्दैन भने कसरी प्रार्थना सिक्छ? म प्रार्थना गर्नै जान्दिनँ भन्छ कसैले, होइन? प्रार्थना गर्न नजान्नुको मतलब चाहिँ प्रार्थनामा बसाइ नै छैन त। घुँडामा आउनै चाहँदैन, प्रार्थनामा शिर झुकाउनै चाहँदैन भने, मुख खोल्नै चाहँदैन भने कसरी सिक्छ, होइन? प्रार्थना गर्नु, प्रार्थना गराइले प्रार्थना सिकाउँछ। आत्मामा प्रार्थना गर्ने प्रयत्न गर भनेको मतलब पहिला प्रयत्न त गर, अनि बल्ल आत्माले तिमीमा काम गर्नुहुन्छ, होइन? आत्माले काम गर्नुहुन्छ, परमेश्वरको आत्माले आफै सिकाउनुहुन्छ। रोमी 8:26 हुन्छ, उहाँले आफै सिकाउनुहुन्छ कसरी व्यथा पोख्दै, हृदयको व्यथा पोख्दै, सुस्केर हाल्दै प्रार्थना गर्ने, भित्रको पीडा पोख्नलाई प्रभुको आत्माले सिकाउनुहुन्छ। पहिला प्रार्थनामा बस्छ न, प्रभुको चरणमा आऊ, आफ्नो गल्ती मानिल्याऊ, आफ्नो भुल मानिल्याऊ, आफ्नो अवस्था, आफ्नो हालतलाई देखेर पश्चाताप गर, झुक न प्रभुको चरणमा, प्रयत्न गर भनेको यही त हो नि, होइन? प्रयत्न, सारा प्रयत्न गर्नु भनेको मतलब प्रभुले कसरी मेरो प्रार्थना सुन्न सक्नुहुन्छ त? कसरी मेरो प्रार्थना स्वर्गसम्म पुग्न सक्छ त? यो कुरामा हामीले आफै पनि बल गरेनौँ, प्रयत्न गरेनौँ, इच्छा गरेनौँ भने त हुँदैन नि। पहिला प्रयत्न गर भनेको छ। त्यसरी हामीले सारा प्रयत्न गरेर जब हामी प्रभुको चरणमा आउँछौँ अनि आत्मामा हामी प्रार्थना गर्न थाल्छौँ, हाम्रो प्रार्थना आत्मिक बन्न थाल्छ। भन्नुभयो, हाम्रो प्रार्थना आत्मिक हुन थाल्छ, हामी आत्मिकतामा बढ्न थाल्छौँ, अनि बल्ल हामी पवित्र जनहरूको निम्ति, अरूहरूको निम्ति पनि प्रार्थना गर्न सक्छौँ। त्यो कुराले उनीहरूलाई मात्र होइन, हामी आफैलाई फाइदा छ। किनभने हामी कति आत्मिक उचाइमा हामी बढेर जान्छौँ, प्रभुको नजिक भएको अनुभवमा, प्रभुको सामर्थ्यमा, प्रभुको आत्माको भरपुरीमा हामी पूर्ण हुँदै, हामी बलियो हुँदै हामी गइरहेका हुन्छौँ। आफैलाई यो कुराले फाइदा दिन्छ। यस कारणले आत्मिक जीवनमा हामी कसरी लाभ लिने, हामी आत्मिक जीवनमा कसरी हामी उन्नति गर्ने, यो कुरामा हामी मनन गरौँ है। यो कति इम्पोर्टेन्ट कुरा, कति महत्त्वपूर्ण कुरा छ, हामी यो कुरालाई याद गर्न सकौँ। प्रभुले आफ्नो वचनमा आशिष दिनुभएको सबैलाई जय मसीह। अब हामी सानो प्रार्थना गरौँ। आज यसो गरौँ कि एक दुईजनाले प्रार्थना गरौँ। यसो गरौँ, एकजना दिदीबहिनीले गर्नुहोस्, एकजना हामी दाजुभाइले गर्ने। किन आज सेवा पनि छ, होइन? आज अब रातिको सेवा पनि आशिषमय होस्। प्रभुको दासहरू अब सुरक्षित आइपुग्न सकुन् ठाउँबाट। अब यात्रा गर्ने क्रममा 15 मण्डलीको हाम्रो जो यो होल नाइट प्रार्थना अत्तरिया यहाँ जेहोवा जिरे प्रार्थना भवनमा यो चाहिँ अब जो हुँदैछ, यसको निम्ति हामी अब तयारी रहनु छ। आज दिनभरि यात्रा गर्नेहरू पनि साथमा प्रभु रहिदिनु भएको होस् अनि सुरक्षित ल्याउनु भएको होस्। हाम्रो सेवा जो छ आशिषमय भएका हुन् भनेर हामी प्रभुसँग बिन्ती गर्नेछौँ। छोटकरीमा प्रार्थना गर्न सक्छौँ। सानो दिदीबहिनीले गर्नुहोस्, एकजनाले हामी गर्छौँ। धन्यवाद दिन्छौँ हाम्रा जीवित सत्य सामर्थ्य परमेश्वर पिता जो हुनुहुन्थ्यो र हुनुहुनेवाला परमेश्वर तपाईँ हुनुहुन्छ, जसको सिंहासन स्वर्ग र पृथ्वी जन पावदान हो। पावदानमा रहेका यसै हाम्रो प्रभु हामी यसै तपाईँ परमेश्वरको पवित्र चरणमा झुक्दछौँ। दाजुभाइको जीवनमा सुरक्षित राख्नुभयो, सम्हाल्नुभयो, फेरि पनि हामीलाई सुन्दर बिहानी दिनुभयो। एक दिनको आयु तपाईँले दिनुभयो। आज संसारमा यस बिहानीमा धेरै मानिसले संसार छोडेर गए, तर तपाईँ परमेश्वरले हामी प्रति अनुग्रह गर्नुभयो। फेरि पनि हामीलाई तपाईँ परमेश्वरमा बलिन जाने निम्ति तपाईँ प्रभुले हामीलाई बहुमूल्य समय प्रदान गर्नुभयो। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ र यसरी प्रभु आफ्नो दासहरू